फाइनली साथीहरु मेरो फेसबुक आईडी पनि मोनेटाइजेसन भयो अनि मेरो फेसबुक पेज पनि मोनेटाइजेसन भयो र मैले चाहिँ अर्निङ गरिरहेको छु है। तर झिक्न मिल्ने पैसा चाहिँ पुगेको छैन। मिलेको दिन चाहिँ म फेरि तपाईहरुलाई त्यो जानकारी पनि गराउने छु हैन। अनि तपाईहरु पनि कतिले अब फेसबुक मोनेटाइजेसन गरेर पैसा कमाउन चाहनु भएको छ भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुको लागि चाहिँ एकदमै हेल्पफुल हुन सक्छ है त। सुरुमा त तपाईले मसँग फलोवर्स छैन, मसँग यो छैन, ह्यान त्यान भनेर बाना नबनाउनुस् हैन। तपाईसँग फलोवर्स 500 फलोवर्स हुनेले पनि यो गर्न मिल्छ, 1000 फलोवर्स हुनेले पनि मोनेटाइजेसनको अप्सन पाउन सक्छ। तर त्यसको लागि तपाईले सबैभन्दा पहिला चाहिँ तपाईको प्रोफाइलमा गएर प्रोफेसनल डैशबोर्डलाई अन गर्नु होला हैन। त्यो अन गरिसकेपछि तपाईलाई त्यहाँ वीकली टास्कहरु दिन्छ क्या। वीकली तपाईले च्यालेन्जहरु पूरा गर्नुपर्ने हुन्छ जुन चाहिँ सोमबारसम्मको लागि हुन्छ हैन। जस्तो कि 7 वटा स्टोरी राख भनेको हुन सक्छ। दिनको एउटाको दरले तपाईले दिनदिनै 7 दिन स्टोरी राख्नु पर्यो। अनि कतिवटा अब 10 वटा पोस्ट राख भनेको हुन सक्छ एक हप्ताको लागि, तपाईले त्यो पोस्ट पनि राख्नु पर्यो। कतिवटा अब 10 वटा कमेन्टलाई चाहिँ रिप्लाई गर भनेको हुन सक्छ, त्यो पनि गर्नु पर्यो हैन। त्यसले भने अनुसार गर्नु पर्यो के। अनि जस्तो कि 5 वटा फलोवर्स बढाई भनेको हुन सक्छ, त्यो फलोवर्स पनि बढाउनु पर्यो। आफूले अरूलाई फलो गरेर मलाई फलो ब्याक देऊ है भनेर पनि हुन्छ कि के गरेर हुन्छ। सुरुमा अब अलिकति मेहनत गर्नै पर्छ के, गाह्रो हुन्छ हैन। त्यो गर्दै तपाईले चाहिँ पहिला त्यो वीकली टास्कहरु पूरा गर्दै जानुभयो, च्यालेन्ज पूरा गर्दै जानुभयो भने चाहिँ तपाईलाई फेसबुकले आफै हैन तपाईको मोनेटाइजेसन अप्सनमा गएर हेर्दा चाहिँ यो प्रोग्राममा कन्टेन्ट मोनेटाइजेसनको अप्सन आएपछि चाहिँ तपाईको अब अर्निङ सुरु भयो भनेर चाहिँ बुझिन्छ। अर्को भनेको फेसबुकले तपाईहरुलाई मेसेज पनि पठाउँछ है। तपाईको चाहिँ कन्टेन्ट मोनेटाइजेसन भइसकेपछि फेसबुकबाट एउटा नोटिफिकेसन आउँछ जहाँ चाहिँ तपाईको कन्टेन्ट मोनेटाइजेसन भयो भनेर चाहिँ थाहा हुन्छ। अनि अर्को मेन कुरा भनेको चाहिँ तपाईहरु एकदमै रियल कन्टेन्टमा फोकस गर्नुस् के। आफ्नो अर्गानिक कन्टेन्टमा चाहिँ फोकस गर्नु होला। अरूको रिलहरु राख्ने, अरूको भिडियोहरु राख्ने गर्यो भने चाहिँ त्यो भिडियोको जुन ओनर हुन्छ नि त उसले चाहिँ त्यो रेभिन्यूमा चाहिँ अब कपिराइट गर्न सक्छ अथवा रेभिन्यू शेयर गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ त्यहाँबाट इन्कम नहुन सक्छ हैन। त्यही भएर तपाईहरु चाहिँ आफ्नै आवाजमा यसरी नै मजाले बोल्नुस् के। तपाईहरुलाई बाहिर तपाईले समाजमा देखेको केही पनि कुरा छ, बोल्नु मन लागेछ बोल्नु, केही बारेमा बोल्नु, कतिलाई त अब कुकिङ मन पर्छ नि कुकिङको बारेमा पकाउनु बोल्नु हैन। आफ्नै यस्तै गन्थन मन्थनहरुलाई चाहिँ राख्ने गर्नु क्या। तर अरूको चाहिँ कहिले पनि नसोर्नु होला, त्यसले चाहिँ तपाईहरुलाई चाहिँ माथि जान कहिले पनि सहयोग गर्दैन हैन। अनि केही छैन, आज केही पनि अब मेरो भ्यू छैन, फलोवर्स छैन भनेर पिर नमान्नुस्। तपाईहरु कोसिस गर्नुस्, मनमा चाहिँ मैले केही गर्छु भन्ने विश्वास लिएर हिँड्नु भयो भने पक्कै पनि सफल हुनुहुन्छ। तपाईहरुको पनि आईडी मोनेटाइजेसन भएर पैसा कमाउने योग्य तपाईहरु पनि बन्नु हुनेछ है। तर मेहनत जारी छ है साथीहरु, मेहनत गर्न छोड्नु हुँदैन हैन। अनि तपाईहरुलाई चाहिँ मैले कति कमाइरहेको छु, मेरो कुन पोस्टमा कति भ्यूजहरु आएको छ, कति डलरहरु मैले कमाइरहेको छु भनेर यदि इच्छुक छ भने चाहिँ कमेन्ट गर्नुस्। म अर्को भिडियोमा चाहिँ मेरो यहाँ पोस्ट सहित मैले कति कमाएको छु भनेर त्यो पनि म तपाईहरुलाई चाहिँ देखाउने छु हैन। आजलाई यति नै, धन्यवाद।